कोरियामा अभिवादन गर्ने तरिका, सम्बन्ध र अवस्था अनुसार फरक हुन्छ। यदि तपाईँ आफूभन्दा ठूलो उमेरको वा उच्च पदको व्यक्तिलाई भेट्नुहुन्छ भने "안녕하세요" वा "안녕하십니까" भनेर हल्का झुकेर अभिवादन गरिन्छ। यसरी टाउको झुकाउनु वा शरीर झुकाउनु अर्को व्यक्तिप्रति सम्मान देखाउने तरिका हो। तर आफूभन्दा सानो वा नजिकको व्यक्तिलाई भने "안녕" भनेर हल्का हात उठाएर वा हल्लाएर अभिवादन गर्न सकिन्छ। यी तीनवटा अभिवादन "안녕하세요", "안녕하십니까" र "안녕" बिहान, दिउँसो वा बेलुका जुनसुकै समयमा पनि प्रयोग गर्न सकिन्छ। औपचारिक अवस्थामा भने कोरियामा मानिसहरूले प्राय हात मिलाएर अभिवादन गर्छन्। यदि आफूभन्दा धेरै ठूलो उमेरको वा उच्च पदको व्यक्तिसँग हात मिलाउनु परे, बायाँ हातले दायाँ हात वा हातको भाग समातेर हात मिलाउनु शिष्टाचार मानिन्छ। यसरी कोरियामा सम्मान र शिष्टाचारलाई धेरै महत्त्व दिइन्छ।